हेलो गाइस। आज चाहिँ घरको काम गराइ हुँदैछ हो। अन्त हेर्नुहोस् नि, हल्का यहाँ चाहिँ माथि मेरो पानी चुहेर चाहिँ सिलिङ चाहिँ डल्लै यो पानीले मकिसकेको थियो नि त। त्यही भएर आज चाहिँ यो डल्लै यो चेन्ज गरिदिँदैछु। एउटा पाखा डल्लै बिग्रेको थियो, अन्त अरू चाहिँ ठिकै छ, राम्रै छ। अब यसलाई फेरि रङ पेन्टिङहरू पनि गर्नुपर्ने छ हो। यी हेर्नुहोस् न, यी प्लाइ चाहिँ बाहिर निक्लिसकेको छ हो। अब सुरु हुन्छ अर्को प्लाइ ल्याएर। हेर्नुहोस् ल, फेरि अर्को देखाउँछु तपाईँलाई। अर्को नयाँ प्लाइ म आज ठोक्दैछु यहाँनिर। यहाँ हो, आफै गर्नुपर्छ यी काम हो। हातमा अलिक सिप छ भने आफै गर्नुपर्छ हो। अलिकति सानो काम पनि मिस्त्रीलाई बोलाएर हान्थ्यो कहिले हो, होइन गाइस? त गाइस, अब यो प्लाइलाई चाहिँ मैले लाउन आँटेको छु यहाँ, यो होइन। अब यी घाम पनि मजाको लागिरहेछ। यो चाहिँ हाम्रो गाउँको बाटो हो। यसै घाम लागेर मजाको भयो, दिन पनि भइरहेको छ। अब यहाँनिर लाग्छ ल यो प्लाइ चाहिँ तपाईँको। हेर्नुहोस् है, यतिको ठोकिसकेँ। अब यो हेर्नुहोस् ल, अब चाहिँ काम गरेर हुँदैछ यी हो तपाईँको। हत्तु भयो, एक्लै प्लाइ ठोकेको हो। फिटिङ चाहिँ लाएन यिनीहरूले। फिटिङ आउनुपर्छ, फिटिङ ल्याएर लाउँछु अब। अन्त यो छेउको त निक्लेन खै यो एकछिन अब गर्दैछु नि त काम। होइन त्यो त्यसलाई त्यतिकै राखेको। काम गर्दैछु भन्दैछु, अब त्यतिकै राखेको भन्दैछु। यहाँ त्यही त हौ, त्यो पुरानोलाई छोडेको भने के यो राम्रै छ त अन्त।
खै स्वर है यता ऊ भुक्क भयो यता फर्किनु न ए हो यहाँ भुक्क भयो ए गाइस हेर्नुहोस् है अहिले चाहिँ फिलहाल यो काम चाहिँ भइसक्यो हो अब चाहिँ यसलाई रङ लाउने बाँकी छ रङ चाहिँ म भोलि मजाले लाउँछु चाहिँ काम चाहिँ अब यो डल्लै रङ लाउँछु यस्तो भइरहेछ हो लौ गाइस